हामी हामी संगठन हाम्रो संगठन चाहिँ मुलुकको 75-77 जिल्लामै संगठन हामी गरिरहेका छौँ र देशव्यापी बेस चाहिँ कोशी प्रदेश नै होला हैन तपाईँ हाम्रो चाहिँ देश भनेको चाहिँ 5वटै प्रदेश हो। 5वटा सुदूरपश्चिम र चाहिँ कर्णाली प्रदेशमा पनि हाम्रो संगठन छ, तर 5वटा प्रदेशमा हामी मजबुत छौँ। जस्तो पहिचानको मुद्दा तपाईहरुले उठाउनु भएको थियो कि थिएन? हाम्रो पहिचानको मुद्दा हैन, त्यो पहिचानको मुद्दा पहिचान हामीसँग छ। तर लास्ट इलेक्सन उपनिर्वाचनमा तपाईहरुको सहभागिता चाहिँ सुवाङ नेवाङले जुन इलाममा जित्नु भने त्यहाँ पनि कुखुराको भाले चाहिँ निर्वाचन जित्दा त्यो सहभागी जनाएका थियौँ। मत गन्दाखेरि सुने जस्तो लाग्छ हैन? के छ त्यतिखेर त भोट त त्यति धेरै त ल्याउनु भएको थिएन, अब बढाउनको लागि के कस्ता मुभमेन्टहरु बीचमा गर्नुभयो, मान्छेको मन जित्न, जनताको मन जित्नलाई के कस्ता गतिविधि यो बीचमा गर्नुभयो त्यो पनि अलि बताइदिनु न। यो बेला हामीले चाहिँ हिजोदेखि आजसम्म हैन मंगोल नेसनल एसोसिएसनले जनताको माझमा गएर हैन हामीले अघि सारेको हाम्रो माग र मुद्दाहरू विशेष गरी त नेपालका चाहिँ यहाँ बहुसंख्यक नेपाली जनताको चाहिँ अस्तित्व अधिकार हैन चाहिँ आज नपाउँदाखेरि संविधानले त्यसलाई चाहिँ किटान नगर्दाखेरि यहाँको राजनीतिक दलहरू नेपाली जनताको रगत र पसिनामाथि होली खेल्नको लागि चाहिँ तल्लीन रह्यो। त्यसले गर्दाखेरि हामी नेपाली जनतालाई नेपालका राजनीतिक दलहरूले ढाँट्ने छल्ने काम पनि गरे। बारम्बार त्यसमा नेपाली जनताले अब झुकिनु हुँदैन, झुकिनु भएन, झुकिँदाखेरि नै को परिणाम आज जनताले यो भोग्न परिरहेको छ। त्यसले गर्दाखेरि चाहिँ अबको समय भनेको चाहिँ मंगोल नेसनल अर्गनाइजेसन को समय आएको छ। मंगोल नेसनल अर्गनाइजेसनले हिजो पञ्चायतकालदेखि मैले अघि बारम्बार दोहोऱ्याइरहेको छु, पञ्चायतकालदेखि सायद नेपालमा कुनै पनि पार्टीले लोकतन्त्रको कुरा उठाएको थिएन, धर्मनिरपेक्षको कुरा उठाएको थिएन, संघीयता प्रान्तीयताको मुद्दा उठाएको थिएन। त्यसकारण त्यो बेलादेखि लोकतन्त्र बलियो रूपमा आज एउटा शक्ति छ भने त्यो शक्ति मंगोल नेसनल अर्गनाइजेसन हो, जसले चाहिँ लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकारलाई बलियो रूपमा उठाएर चाहिँ मानवाधिकार रूपमा चाहिँ खुल्लाम रूपमा चाहिँ मानवाधिकार पक्षमा चाहिँ वकालत गर्दै आएको संगठन हो। त्यसले गर्दाखेरि हामीले यो बिचमा हाम्रो संगठन विस्तार, जनतालाई अभिमुखीकरण गर्ने, जनतालाई चाहिँ वास्तवमा अभिप्रेरित गर्ने, जनतालाई चाहिँ अवेरनेस गराउने कामहरू चाहिँ व्यापक रूपमा गरेका छौँ र अबको मुलुकमा अबको राजनीतिक दलको विकल्प भनेकै मंगोल नेसनल भनेको जस्तो हर्कजीले पनि पार्टी खोल्नु भएको छ हैन? धरानकै हजुर खोल्नु भएको छ। दुर्गा प्रसादजीकै पनि खोल्नु भएको छ। कति सालमा खोल्नु भएको? यो स्थापना भएको चाहिँ 1989 जनवरी 1 तारिकमा भएको हो। 36 वर्ष भयो। लामो समयसम्म दर्ता दिएन। अहिले साँच्चै एक थरी निर्वाचनमा जाने, अर्को थरी चाहिँ नि अहिले पुनर्स्थापना गर्ने संसद भइरहेकै भन्ने छ। निर्वाचनमा अहिले पनि त एमाले लगायतका दलहरूले चाहिँ पुनर्स्थापनाको एजेन्डा अलिक प्रमुख रूपमा उठाइरहनु भएको छ। उहाँहरूलाई के भन्नुहुन्छ र तपाईँहरू त अब दर्ता गरे भने पक्कै